दर्शकबिन देख्न सकिन्छ यहाँ एकचोटि छुट्यो यहाँ छिरो जाऊ त जाऊ दर्शकबिन तनावग्रस्त अवस्था सिर्जना भएको छ यहाँ माइती घर मण्डलामा जो आफूलाई पीडित भनेर बस्नु भएको थियो उहाँमाथि नेकपा एमालेका नेता कार्यकर्ताहरूले हामीले रोडमा बसेर शान्तिको लागि यहाँ जग बनाएर पूजा गरेको थियौ के आज खुर्सानी आँखामा आएर खुर्सानी हालेर उहाँहरू यसरी माइती घरमा लामो समयदेखि बसेर देख्न सक्नुहुन्छ जगडामा तानेका कपाल तानिरहेका छन्। यसरी एउटा महिलामाथि अर्का महिलाले हातपात गरिरहेको दृश्यलाई तपाईँ देखिरहनु भएको छ। दर्शकबिन देख्न सकिन्छ नेकपा एमालेका नेता कार्यकर्ताहरूले निषेधित घेरा तोड्ने प्रयास गरेका छन् र यति बेला प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ। यो दृश्य माइती घर मण्डलाको यति बेला यहाँ तनावग्रस्त अवस्था सिर्जना भइसकेको छ। यहाँ उनीहरूले निषेधित घेरा तोडिरहेको अवस्था छ र यहाँ यति बेला निषेधित घेरा तोड्दै गर्दाखेरि प्रहरीले बल प्रयोग गरेको छ र दर्शकबिन देख्न सकिन्छ उहाँहरूलाई रोक्ने प्रयास प्रहरीले गरिरहेको छ। काठमाडौँ प्रहरी परिसरका एसपी आफै फिल्डमा उत्रनु भएको छ। दर्शकबिन उहाँ आफै फिल्डमा उत्रिएर यति बेला भिड नियन्त्रणका लागि यति बेला देख्न सक्नुहुन्छ। उहाँको टाउको फुटेको छ। दोहोरो झडपका क्रममा उहाँहरूको टाउको फुटेको छ। उहाँले रुमालले छेकेर उहाँ अगाडि बढ्दै हुनुहुन्छ। उहाँलाई हस्पिटल लगिदिएछ। दर्शकबिन उहाँहरूले हटाइरहनु भएको छ। यहाँको भिड उहाँहरूले हटाइरहनु भएको छ। बाटोमा हिँड्नेलाई पनि अनावश्यक भिडभाड नगर्न र झुन्ड भएर नबस्नलाई उहाँहरूले अनुरोध गरिरहनु भएको छ। यहाँ प्रहरीले यहाँको भिडलाई कम गर्ने अथवा यहाँको समूहलाई कम गर्ने रणनीतिका साथ यति बेला प्रहरीहरू लागिरहेको छ।